Hey everyone, welcome back to my channel. This is the सुक्तिसी vlog है। आजको भिडियो तपाईहरुको कमेन्टहरु पढ्ने छु र रिप्लाई गर्दछु एन्ड तपाईहरुको हरेक भिडियोमा मज्जाले कमेन्ट गर्नुहुन्छ। म आज यो भिडियो कमेन्टको रिप्लाई दिँदै छु हैन। सो अब धेरै दिन भयो बिरामी स्वास्थ्य अवस्था कमजोर भएका कारण आउन पाइन, भिडियोमा लिएर आउन पाइन। आज चाहिँ म भिडियो लिएर उपस्थित भएको छु हैन। सो सबैजनाले माया गरिदिनु होला सो भन्दै अब कमेन्ट तर्फ चाहिँ रिप्लाई दिन चाहन्छु हैन। अब सुक्तिसी भ्लग मा चाहिँ पहिलो कमेन्ट गर्नुहुने को रहेछ त गेस गर्न सक्नुहुन्छ है। मलाई धेरै माया गर्नुहुने सम्पूर्ण श्रोताहरुलाई धेरै धेरै धन्यवाद। अब चाहिँ पहिलो कमेन्ट पहिलो कमेन्ट चाहिँ कसको होला गेस गर्न सक्नुहुन्छ? गेस गर्नुस् त। आजको फर्स्ट कमेन्ट रहेको छ रिजना परिवार 5581 बाट। किप इट अफ दाइ अरे किप इट अफ। थ्यांक यू मेरो बहिनी, यस्तै सपोर्ट गर्दै जानु, माया गर्दै जानु है। अनि अर्को कमेन्ट रहेको छ एलेक्स भ्लग 103 बाट। उहाँले भन्नुभएको छ हेलो ब्रो, म पनि सब्स्क्राइब गर्न ल ब्रो प्लिज अरे। ओके दाजु, म हजुरको सब्स्क्राइब म गर्दिउँला। लिंक पनि म हजुरको तल डिस्क्रिप्सन बक्समा राखिदिन्छु, उहाँलाई पनि सपोर्ट गरिदिनुस् है। अनि अब दोस्रो कमेन्ट चाहिँ भयो। तेस्रो कमेन्ट कमल जेसी गुड अरे थ्यांक यू दाइ। चौथो कमेन्ट रहेको छ के होला, उहाँ चाहिँ इन्जिनियर हो, यहाँ बस्नु भएको थियो। अनि सीताराम मादल उहाँ चाहिँ गुड वर्क भाइ भन्नुभएको छ। थ्यांक यू सो मच सर। हजुर कहाँ हुनुहुन्छ? सधैँ हजुरलाई यस्तै गरी नै माया दिनु होला है। एमसी हेल्थ एन्ड फिटनेस नेपाल बाट नाइस अरे थ्यांक यू। ग्रीष्म शर्मा तिमी हाम्रो साथमा त रहेनौ, त पनि जति साथमा थियौ त्यति बेरसम्म तिमीले हामीलाई सपोर्ट गरेकै थियौ, मलाई सपोर्ट गरेकै थियौ है। सपोर्ट नगरेको भए यहाँसम्म हुने थिएन होला। ग्रीष्म शर्मा तिमी बाँचुन्जेली त हाम्रो साथमा धेरै रमायौ, हामीसँग नि बस्यौ, हामीसँग हाँस्यौ, रुमाल चोर खेलेको याद छ अझै पनि है। त्यो तिमी ट्युबवेलमा मैला फेर्नु पर्दा रुमाल चोर खेलेको याद छ। तिमी हाम्रो साथमा त रहेनौ, त पनि सपोर्ट चाहिँ गरिराख्थ्यौ है। ग्रीष्म शर्माले के लेखेका छन् भने ल दामी छ दोस्त, अझै यस्तै गर्दै जानु है अरे। हुन्छ, म यस्तै गर्दै जान्छु, तिम्रो सधैँ आशीर्वाद बर्सिरहोस्। तिमी माथिबाट भए पनि सपोर्ट गर न, म यस्तै गर्ने जानेछु। एन्ड निराजन 420 बाट चाहिँ कडा आउनु पर्यो के नयाँ अरे बिल्कुल आउँछ, त्यो पनि नयाँ कडा आउँछ। टाइम नपाएर भन्दा पनि स्वास्थ्य समस्याका कारणले मैले भिडियो लिन पाएको थिइनँ। आजबाट चाहिँ भिडियो आउँछ है, टाइम मिलेसम्म आउँछ। आजबाट भिडियो हजुरको साथमा यो भिडियो म तपाईहरुलाई दिने नै छु। सो अब अर्को कमेन्ट तर्फ जाउँ। थापा सरकार भ्लग सुमन आर भ्लग, उहाँ चाहिँ रोल्पादेखि हुनुहुन्छ है। मलाई धेरै सपोर्ट गर्नुभएको उहाँ दाइले पनि है। थ्यांक यू सो मच दाइ। यो भिडियो हेर्दै हुनुहुन्छ भने हजुरलाई पनि धेरै धेरै धन्यवाद छ है दाइ। उहाँले के लेख्नु भएको छ भने अलवेज लभ एन्ड सपोर्ट छ है, किप इट अफ दिस भाइ। साथमा नभए आसमा कहिले आश नगर्नु, गो अहेड कामना छ है। थ्यांक यू मेरो दाइ, यति कमेन्ट लेखिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद छ है।
अनि हजुरले पनि यस्तै माया गरिदिँदै जानुभयो र त अहिले 1K सब्सक्राइबर क्रस गरेको छु हैन। हजुरकै साथ सपोर्टले गर्दा नै अहिले 1.33K सब्सक्राइबर कम्प्लिट भएको छ। अनि अब अर्को कमेन्ट चाहिँ उही रोल्पादेखि नै हो। रोल्पाका साथीहरू रोल्पा नै हो, काठमाडौँ हुनुहुन्थ्यो, रोल्पा हो। XZ-Vlog05 ले भन्नुभएको छ किप ग्रोइङ दाई फ्रम सुमन आर ब्लग लिङ्क, यसो हामीलाई पनि सपोर्ट गरिदिनुहोस् भने थ्याङ्क यू यति कमेन्ट गर्नुभएकोमा। यसो हजुरलाई पनि सपोर्ट मैले गर्छु, नगर्ने होइन। हजुरले सपोर्ट गर्नुभयो, म हजुरलाई सपोर्ट गर्छु, त हजुरले अर्कोलाई सपोर्ट गर्नु होला। अनि अर्कोलाई सपोर्ट गर्छ अनि बल्ल एउटा युट्युब कम्युनिटी बन्छ क्या हैन। अनि युट्युब कम्युनिटी बनाउनु पर्छ, हामीले युट्युबलाई चाहिँ अघि लानुपर्छ। एउटा प्लेटफर्म हो, प्लेटफर्मलाई चाहिँ अघि बढाउनु पर्दछ। यो प्लेटफर्मलाई कहिले पनि घिन्नता बोझ नगरौँ होला। एन्ड अब अर्को कमेन्ट रहेको छ सङ्गीता फोर मगर किप गोइङ लभ फ्रम सुमन आर ब्लिज भन्नुभएको छ। थ्याङ्क यू सो मच सङ्गीताजी, हजुरलाई पनि धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद छ होइन। किप लभ फ्रम सुमन आर ब्लग भन्नुभएको रहेछ, हजुरलाई पनि लभ नै है। अनि हजुरलाई धेरै धेरै धन्यवाद, म हजुरको ठुलो सपोर्टर भएर गर्नेछु। हजुरले पनि सधैँ यस्तै माया गरिदिनु होला अरे। अब अर्को कमेन्ट रहेको छ निरञ्जन जीसीबाट केही गर्ला जस्तो छ कान्छाले गुड लक अरे। थ्याङ्क यू मेरो दाइ, यति सपोर्ट गरिदिनु भयो। स्टार्टिङ फेजदेखि नै मलाई दाइहरूले धेरै सपोर्ट गर्नुभएको थियो होइन। त्यो हुँदा चाहिँ अहिले यहाँसम्म आइपुगेका छौँ है। किरण नगरकोटी कहाँ के खतरा हो अरे। थ्याङ्क यू साथी सन्चै छौ अरे। डम्बर बहादुर जीसी मिसिङ माई प्लेस, थ्याङ्क यू दाइ, कमेन्ट गरिदिनु भयो। मिसिङ त भइहाल्छ दाइ, विदेश गइसकेपछि है। विदेश जानुभयो, मिसिङ त एनी हाउ हुन्छ नै हुन्छ। अनि किरण नगरकोटी मगर साले मलाई चिनेनस्, म किरण हो। मैले चिने किरण, तिमीलाई मैले रिप्लाई पनि दिएको छु है, हेर्दै जाऊ। एन्ड राम एन्ड फिटनेसबाट चाहिँ एउटा कमेन्ट आएको छ। उहाँले भन्नुभएको छ गो अहेड किप इट अप अरे दाइ। उहाँ चाहिँ मेरो दाइ हो है। म जे जति छु, जहाँ छु, जे छु, जस्तो छु, अहिले जहाँ जस्तोमा छु नि, त्यो सब उहाँकै कारणबाट चाहिँ म अहिले यहाँसम्म आएको। उहाँले मलाई प्लेटफर्म खडा गरिदिनु भएको, अरू कसैले होइन, प्लेटफर्म खडा गरिदिनु मेरो दाइ नै हो है। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच मेरो दाइ। एन्ड सी अब चाहिँ अर्को कमेन्ट पढौँ है गाइज। अर्को कमेन्ट किरण नगरकोटी कहाँ हो यो गाइज अरे। किरण नगरकोटीले गर्नुभएको रहेछ। यो गाउँमा हो साथी, गाउँमा। राम एन्ड जीसी मेरो दाइ, गाली कसैलाई पनि पर्सनल्ली गाली गर्नु हुँदैन, प्लिज रेस्पेक्ट टु अल। थ्याङ्क यू मेरो दाइ, यति भनिदिनु भयो। म कसैलाई गाली गर्दिनँ पर्सनल्ली। गुलमेली भ्लग घर कहाँ हो नि ब्रोको अरे। मेरो घर बागलुङ देवाबारी हो साथी। अनि हजुरको कहाँ हो? एन्ड निरुता दाइलाई थ्याङ्क यू त भन्न पर्छ है अरे। भनिसकेँ है हजुर, भनिसकेँ। हिम्मत ब्लगले भन्नुभएको छ हा के भन्छ अरे, त्यही भनेको गाली गरेको थिएँ, त्यही हो। प्रमोद जीसीले लभ रियाक्ट गर्नुभएको रहेछ है। किप गोइङ दाई फ्रम सुमरा लिङ्क अरे, यो पनि भयो है। अलवेज सपोर्ट छ है भन्नुभएको रहेछ। ल दामी छ दोस्त, अझै यस्तै गर्दै जानु। ग्रीष्म तिम्रो याद धेरै आएको छ है भनेपछि गाइज। अब चाहिँ अनि अर्को कमेन्ट रहेको छ हजुरको युट्युब जर्नी कसरी स्टार्ट गर्नुभयो, कहाँदेखि युट्युब जर्नी स्टार्ट भयो, कसरी स्टार्ट भयो, त्यो चाहिँ हामीलाई बताइदिनु न भन्नुभएको रहेछ है। एकजनाले इन्ड बक्समा भन्नुभएको हो, त्यो चाहिँ म उहाँलाई
बाहिर लिन चाहदिनँ। सो मेरो युट्युब जर्नी चाहिँ कसरी स्टार्ट भयो भने म चाहिँ एक मध्य पहाडी लोकमार्गभित्र पर्ने गाउँमा बस्दैछु, अशोक जीसी। एन्ड मेरो युट्युब जर्नी विक्रम सम्मतल 2020 मा सुरु भयो। 2019 मा चाहिँ सुरु गरे हो मैले भिडियो। त्यति रेगुलरली दिन चाहिँ पाएको थिइनँ, त्यही पनि भिडियो चाहिँ पछि बनाउँदै गएको हो। अनि अब चाहिँ मेरो युट्युब जर्नी चाहिँ कसरी सुरु भयो भने अब एउटा दाइले चाहिँ मोबाइल ल्याइदिनु भएको थियो होइन। त्यो मोबाइलमा चाहिँ अब भ्लगिङ गर्नु पऱ्यो भने यसो ट्राई मात्रै गरेको थिएँ, तर त्यो राम्रो भयो होइन। अनि राम्रो भइसकेपछि अहिले 1K सब्सक्राइबरसम्म पुगेको छु। त्यो ठाउँमा कसले डिमोटिभेट गरे, कतिले मोटिभेट गरे, कतिले सपोर्ट गरे, त्यो त आफ्नो ठाउँमा नै छ। तर त्यो भन्नु उचित नहोला, जहाँसम्म उचित नहोला अहिले नभनौँ। अर्को भिडियोमा चाहिँ सब लिएर आउने छु। अनि अब अर्को कमेन्ट छ, यो कमेन्ट एकदमै क्युट छ, तपाईँको भोइस एकदम राम्रो छ अरे। थ्याङ्क यू सो मच, थ्याङ्क यू है। अनि अर्को कमेन्ट रहेको छ, बाट गर्नुहुन्छ अरे। मैले चाहिँ भिडियो केबाट गर्छु भन्दा इन्सर्टबाट गर्छु है, इन्सर्टबाट गर्छु। अनि एक्चुअली म एडिटका लागि क्यापकट कहिलेकाहीँ मात्र युज गर्छु है। अनि त्यसमा चाहिँ अहिले लोगो देखाउँछ नि त, वाटरमार्क दिन्छ, त्यो त मैले गर्दिनँ। सो गाइज होइन, अब हाम्रो चाहिँ भिडियो नआएको धेरै नै भएको थियो। त्यो हुँदा भिडियो आयो। डोन्ट फर्गेट लाइक, कमेन्ट, सेयर, सब्सक्राइब। एन्ड देन अब भिडियो आउँछ बिस्तारै ग्रो हुन्छ च्यानल। एन्ड से अब चाहिँ सो द्याट इफ टुडे कमेन्ट टु रिप्लाई दिस भिडियो इफ यु वान्ट टु पार्ट 2 है। इफ यु वान्ट टु डु पार्ट 2 कमेन्ट डाउन बिलो। अब तपाईँहरूले चाहिँ दोस्रो पार्टमा चाहिँ अरू कमेन्ट गर्नुहोस्, म तपाईँको यो रिप्लाई म अहिले पछि दिनेछु। तपाईँहरूको सपोर्टले नै यो च्यानल यहाँसम्म आएको छ है। तपाईँहरूको सपोर्टले नै च्यानल यहाँसम्म आएको छ, च्यानल बढ्दै गएको छ। थ्याङ्क यू सो मच। डोन्ट फर्गेट लाइक, कमेन्ट, सेयर, सब्सक्राइब अल। सी यू अल इन द नेक्स्ट भिडियो। बाई।